बिहानीको सुरुवात म्यागीबाट गरेर हामी घुम्नतर्फ लाग्यौँ। हे हाई एभ्रिवान, यो भिडियो चाहिँ हामी मिरिक गएको नेक्स्ट डेको हो। हामी गोपालधाराबाट चाहिँ पशुपतिपट्टि लाग्यौँ र हामी चाहिँ गुफा पाताल गएको थियौँ र पशुपति चाहिँ पुग्नु पर्थेन, बिचमै थियो। के भयो इन्डिया बर्डर, इन्डियामा छु म चाहिँ नेपालमा छु। दिस इज नेपाल। अनि यो जुन चाहिँ सानो बाटो देख्नु भएको छ राइट साइडमा हो, यो बाटो जानुपर्ने हो गुफा पाताल। वेलकम टु गुफा पाताल बोर्ड देख्नु भयो तपाईँहरूले पनि होइन। अनि यहाँ आएपछि यहाँनिर यो भ्यू चाहिँ एकदमै मजाको थियो होइन त्यहाँनिर। अनि हामीले चाहिँ यहाँनिर टिकट्स काटेर गयौँ र यहाँनिर हामी आउँदाखेरि चाहिँ फुल एउटा पनि थिएन भन्नु गलत हुन्छ। यो एउटा बोटमा चाहिँ फुल फुलिरहेको थियो र अरू बोटमा चाहिँ फुल थिएन। र हामीले त्यहाँनिर केही फोटोज र भिडियोज लिएर हामी एक्सप्लोर गर्न थाल्यौँ त्यहाँनिर। अनि यो ठाउँ चाहिँ एकदमै मजाको थियो होइन। अनि यहाँ माथि चढेर चाहिँ तपाईँहरूले भ्यू एकदमै राम्रो पाउनु सक्नुहुनेछ। र तपाईँहरू मिरिक आउनुभयो भने चाहिँ हो यसरी नै प्लान गरेर मिरिक लेक अनि यता गुफा पाताल पशुपति फाटकतिर पसेर कन्याम अनि तपाईँहरू अरू ठाउँ पनि घुम्नु सक्नुहुनेछ। त्यस्तै हामी त्यहाँबाट घुमेर फर्केर चाहिँ लेकपट्टि आयौँ होइन। अनि लेकमा एकछिन टाइम स्पेन्ड गर्नुपछि हामी चाहिँ हेलिप्याडतिर गयौँ होइन। हेलिप्याडको त्यहाँनिर पुगेर चाहिँ हामीले मोमो र म्यागी ट्राई गऱ्यौँ। अनि त्यहाँनिरको चाहिँ वेदर एकदमै मजाको थियो। एकैछिनमा अब फगी लागेको छ भने एकैछिनमा घाम लाग्दैछ होइन, एकैछिनमा हावा चल्दैछ, एकैछिनमा अब हल्का अब पानी परेको जस्तै अब आउँदै थियो होइन। एकदमै मजाको लाग्यो यहाँनिरको चाहिँ वेदर। मिरिकमा चाहिँ अलिक गरम नै थियो र यहाँनिरको वेदर चाहिँ एकदमै मजाको थियो। र त्यहाँबाट निस्केर चाहिँ हामी अर्कोतर्फ लाग्यौँ। यो चाहिँ एकदम भाइरल प्लेस थियो र यहाँनिर जानु मन थियो। अब हेर्दाखेरि एकदमै मजाको थियो तर त्यो ठाउँ चाहिँ क्लोज थियो। किन भन्दाखेरि चाहिँ प्राइभेट प्रपर्टी रहेछ होइन, टी गार्डन एरिया रहेछ। तर टुरिस्टहरू गएर बोटल्सहरू फ्याँकेर अब धेरै फोहोर गरिदिनु भएको रहेछ र त्यसैले गर्दा त्यहाँनिर बन्द गरिदिनु भएको थियो, कसैलाई नि एलाउ गर्नु भएको थिएन। तपाईँहरू कतै पनि घुम्नु जानुहुन्छ नि यसरी फोहोर चाहिँ नगरिदिनुहोस् होला। आफूसँग लगेको प्लास्टिकहरू सबै आफूले क्यारी गरेर ल्याएर कुनै डस्टबिनमा हालिदिनुहोस् होला। अनि यहाँ घुमेर चाहिँ हामी घरतर्फ लाग्यौँ। ओके बाई बाई एभ्रिवान, थ्याङ्क्स फर वाचिङ।